गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। आज हामी कहाँ जान लागेको रे केटीहरु? पोखरादेखि बुर्जुङ खोलाको रेम्बो टावरमा जाँदैछौँ गाइजहरु। अनि हामीले अगाडि बनाउन पाएनौँ। हामी अहिले गाडी त झरिसक्यो। अब त्यति टाढा हिँड्नु पर्नेछ हामी, तर हामी हिँडिहाल्छौँ होइन। हामी डन हो नि फेरि, हामी भनेको डन हो, डन डन। सबभन्दा डन उठाएको हामी अब पछि भेट्दै गर्छौँ है त गाइजहरु। बाई बाई। यही हो है साथीहरु, बुर्जुङ खोलाको रेनबो ट्राउट के भन्छन् रे, रेनबो टावरको नक्साहरु यति राम्रो ठाउँमा हामी जान लागेका छौँ। अब रियलमा कस्तो छ हामी हेर्दै जाँदैछौँ गाइस। हामी फाइनल्ली अब नजिकै आइपुग्यौँ। दुईजना हिरोइनहरू चाहिँ अगाडि हिँडिरहेछन्। म चाहिँ पछाडि के साह्रो थाकेको ए हेर। हामी आइसक्यौँ। दिदी पनि घुम्यो भने म त के घुम्नु र गाइज, यस्तै मलाई त लाज लाग्छ गाइज। चिने पनि जाने पनि डकस लाउने मायाले। मान्छेहरू यसरी गाडी बुक गरेर आउँछन्, हामी त के गर्नु। हामी अलि हुने खाने धनी मान्छे पर्यौँ। अनि त्यही भएर यसरी आउँदैछौँ गाइस, के गर्नु खै। बिचरा हामी आहा के दामी होला रेनबो टावर। टिकटक बनाउँदैछन् यहाँ, नाच्दैछन्। को दिदी होलान्। ल अब हामी पनि फोटो खिचौँ, भिडियो बनाऊँ, टिकटक बनाऊँ अलिअलि। मलाई बेसरी गर्मी भयो, काली मान्छे झन् काली भएँ। हेर्दाखेरि त पसिनै आएको छैन, त्यत्तिकै गर्मी भयो रे। राम्री मान्छेहरू देखिँदैन कि हामी नराम्री मात्र देखिने भनेको। सिम्पल हो नि त, त्यही सिम्पल रे। यही हो नि होइन, सिम्पल। हामी चाहिँ अब माछा हेर्न जान लाग्छौँ गाइज। हामी कहाँ जानु लाग्यो रे अब? माछा हेर्न। कति मिठो माछा पाउँछ यहाँ। मान्छेले हेरेको हेरी हामी चाहिँ लजाको माछा खाने भए आउनु होला बुर्जुङ खोलाको रेम्बो टावरमा। मलाई पनि मलाई चाहिँ भिडियो बनाउन नि आउँदैन, भिडियो खिच्न पनि आउँदैन, बोल्न पनि आउँदैन। कति राम्रो खै माछा कता छ झन्। माछा कता छ झन्? माछा अब माथि छ, कता उताबाट छ, यताबाट पानी किनौँ कि ट्राउट भनेर पढ्नु न। मलाई पढ्नै आउँदैन, के गरौँ त बिचरा म। मेरो जिन्दगी इङ्ग्लिसमा एबिसी नजानेर नै मेरो जिन्दगी जाने भयो। भाउजू के गर्ने होला। हाम्रो नन्द नानीले बुर्जुङ खोला आएर चिसो पानीको स्वाद लिइराख्नु भएको छ।
अब केही क्षणमा हामीले माछा देखाउनेवाला छौँ है। माछा यहाँनिर यता माछाको फारम माथि छ भन्ने कुरा सुनेका छौँ हामीले। हामी चाहिँ पहिलोचोटि है त गएछौँ। अर्को चाहिँ यता हुनुहुन्छ, अर्को साथी गर्मी मात्रै मान्ने साथी मलाई ल्याउनु। कस्तो भयो गाउँको पानी जस्तै? हामी त बनान्छौँ त नि। हाम भनेको हामी हो अरे क्या आज। हामी चाहिँ माछा हुने ठाउँमा आइसक्यौँ। हामी यस्तो पारामा छौँ। हामी के गर्नु, हामी त 3 जना मात्र हिँड्छौँ जहाँ भयो पनि। साथी छैन, हाम्रो साथी छैन। एक्लो मान्छे जता गए नि यस्तै हो। ओ माछाको मुख जस्तो त पानी निस्किरहेको छ। कहाँबाट र जाने? यहीँबाट निस्किने है हामी। यहाँबाट निस्किन नमिल्ने फेरि। ओ बल्ल छ। अरे हेर्नु अन्त राम्रो सिरसिर हावा लाग्यो त है। माछा एक माछा कति धेरै हुन्छ। माछा त हामी देखेर डराइहाल्यौँ। ल ए यहाँ धेरै छ, यहाँ धेरै हो क्या नि। मारेर सुत्दा होला नि। कति राम्रो। यहाँ त खाली छ, यहाँ छ फेरि। यो माछाले नि यो पानी यो माछा छोड्ने भने मर्छ अरे नि। सुन्नुभयो? यो माछाले छोड्ने भने मर्छ अरे के। पानी फोहोर गरिदिने भने पानी छोड। यहाँ चाहिँ मसिना माछाहरू छन्। कति राम्रा के भाग्छन् मगाएको त। हामी चाहिँ घुमेर पनि फर्किसक्यौँ गाइस। एकदम राम्रो छ। म चाहिँ अगाडि आइरहेको। म अलि हिँड्न सक्दैन नि त, अनि त्यही भएर अलि अगाडि जान्छु भनेको। अनि मेरो भाउजू र मेरो दिदी चाहिँ आइराखेछन्। त्यहाँ आइराखेछन्। यो मोबाइलले कस्तो नराम्रो लिन्छ कि, क्यामेरै राम्रो छैन भने मोबाइलको क्यामेरा। अनि म चाहिँ अगाडि आइराखेको गाइस। के गर्नु, हिँडेर जानुपर्छ आधा घन्टा। अनि त्यहाँदेखि बल्ल गाडी चढ्ने हो। गाह्रो छ।